नमस्ते सम्पूर्णमा। मेरो नाम नरेन्द्र गुरधामी, मेरो घर बजाङ र हाल बसाई धनगढी क्याम्पस चोक शिव मन्दिर गेट नेरै र मैले विशेष गरी आज यो मन्दिरमा आएर भिडियो बनाउनुको खास कारण के हो भन्दाखेरि मैले धेरै समयदेखि क्यामेरा चलाउँदै आइरहेको छु र अब यो शिव मन्दिरको गेट नेरै एउटा मैले फोटो स्टुडियो नाम छ न्यू गुरु फोटोग्राफी एन्ड कल्चरल ड्रेस भन्ने मैले एउटा स्टुडियो नै हालेको छु र हामीले त्यहाँ फोटो पासपोर्ट साइजको लगायत हाम्रो फोटो फ्रेममा पनि हामीले उपलब्ध गराइसकेका छौँ। धेरै सस्तो र गुणस्तरीय रूपमा हामीले फ्रेमहरू पनि वितरण गर्ने गरेका छौँ र तपाईले आफ्नो जन्मदिन छ, विवाह छ, अन्य कुनै कार्यक्रम छ, स्कुल कार्यक्रम छ अथवा पिकनिक टुर छ भने त्यसमा पनि तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि क्यामेरा बुकिङ गर्न सक्नुहुन्छ र साथै तपाईले यो स्टुडियोबाट तपाईलाई क्यामेरा जुन ठाउँमा लग्न पनि अलाउ छ र साथै मसँग ड्रेस पनि छ, मगर ड्रेस, क्षेत्री ड्रेस, गुरुङ ड्रेस लगायत तपाईलाई जुन ड्रेस चाहियो त्यो ड्रेस पनि उपलब्ध गराइसकेका छौँ र तपाईले यो मन्दिरभित्र शिव मन्दिरको गेटबाट भित्र गएर एकदम राम्रो पार्क पनि छ। म यो शिव मन्दिरबाट बोल्दै छु र यो शिव मन्दिरको दृश्यहरू पनि तपाईहरुलाई आज देखाउने छौँ र हामी हेर्ने छौँ र यो मन्दिरभित्र हामीले के गर्न सक्छौँ भन्दाखेरि क्यामेरा चलाउन मलाई अलाउ छ र मैले यस मन्दिरमा म क्यामेरा चलाइरहेको छु र तपाईले पनि यहाँ आएर तपाईले आफ्नो कपडा अथवा यहाँ ड्रेस लगाएर पनि भिडियोहरू फोटोहरू खिच्न सक्नुहुन्छ। धेरै सस्तो छ है र अब म के गर्छु भन्दाखेरि यो मन्दिरको दृश्यहरू तपाईहरुलाई देखाउन गइरहेको छु र सबैभन्दा सुरुवातमा म के देखाउन चाहन्छु भन्दाखेरि यहाँदेखि सुरुवात गर्छु मैले। हेर्नुस् यहाँ मन्दिरको मूर्तिहरू छन् है, यहाँबाट यति राम्रो मूर्तिहरू छन् र साथै हाम्रो हरियाली रुखहरू पनि छन् र साथै हाम्रो सबभन्दा मेन मन्दिर भनेको उतापट्टि तपाईले देख्न सक्नुहुन्छ। त्यहाँ के छ भन्दाखेरि हामीले पूजाआजा गर्नु पर्यो, बिहे गर्नु पर्यो भने हाम्रो त्यस मन्दिरमा नै हुने गर्छ र त्यसै गरी हाम्रो यो दृश्यहरू धेरै साना साना मन्दिरहरू छन् है, धेरै भगवानहरूका मन्दिरहरू राखिएका छन्, यहाँ मन्दिरहरू राखिएका छन् है। त्यसै गरी यहाँ अहिले पनि के हुन्छ भन्दाखेरि पूजाहरू भइरहेको र आज शनिबार हो र शनिबारको दिन म यो भिडियो बनाउँदैछु र यसरी हाम्रो के भइरहेछ भन्दाखेरि पूजा सधैँ भइरहेको छ र साथै यो मन्दिरमा हामीलाई साथ सपोर्ट गरिराख्ने है, मैले जुन बेला जस्तो अवस्थामा पनि भिडियोहरू बनाउँदै गर्दा फोटोहरू खिच्दै गर्दा साथ सपोर्ट दिने हामीसँग दिदी हुनुहुन्छ र म सानो कुरा दिदीसँगको पनि गर्न चाहन्छु। दिदी यो मन्दिरमा हैन अरू मान्छेहरू बाहिरको मान्छेहरू फोटो खिच्न आउँछन् है, उनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ र सानो आफ्नो परिचय पनि दिनुहोस् है, अनि सानो मन्दिरको पनि परिचय दिनुहोस् तपाईँ र साथै फोटो खिच्न आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ र यो मन्दिरको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? नाम फुलमाया चौधरी हो। अब यहाँको तपाईले जस्तै हजुर तपाईँ यो मन्दिरमा कहिलेदेखि हुनुहुन्छ दिदी? मेरो त धेरै साल भइसक्यो, यस्तै 4 साल हुन लाग्यो। 4 साल हुन लाग्यो है। ल ठिक छ, तपाईसँग मेरो भर्खर भेट भएको छ, हामीलाई कम्तीमा 1 हप्ता भएको छ है र तपाईलेसँग हामीसँग 1 हप्ताको कुरा भइरहेछ र तपाईँ के भन्न चाहनुहुन्छ? जस्तै मानौ हाम्रो यो मन्दिर त एकदम शान्त र घुम्नलाई एकदम मनको कुराहरू हरेक कुराहरूलाई के गर्न आफ्नो पीडाहरू भुलाउनको लागि घुम्नको लागि एकदम राम्रो छ है ठाउँ? राम्रै छ। यहाँ फोटो त्यो पानी चलिरहेको छ, यहाँ शिवजीको मन्दिर छ, यहाँ शनिबारको यो शनिदेवको मन्दिर छ अनि आज पूजा गर्ने मान्छेहरू पनि धेरै आउँछन् अनि त्यो सिंहको त्यो मूर्ति छ, हरेक एकदम राम्रो छ र तपाईँ अब यहाँ भिडियो फोटो खिच्न आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ? अब यहाँ राम्रो ठाउँ छ, सुविस्ता राम्रो छ अनि शान्ति पनि मिल्छ। यहाँ शिवजीको मन्दिर छ, राम्रो पनि हुन्छ, सुख शान्ति पनि छ, सबै थोक खेल्ने बगैँचा सबै छ, यो शिवजीको मन्दिर पनि यहाँ छ, सबै थोक राम्रो हुन्छ, मनमा शान्ति पनि आउँछ अनि घुम्ने फिर्नेलाई पनि राम्रो हुन्छ। बिहान बेलुका आएर यहाँ राम्रैसँग फोटो खिचेर आनन्द मिल्छ हामीलाई। अनि हाम्रो यो मन्दिरमा जस्तै मानौ कसैले बिहे गर्न चाह्यो अथवा मानौ यो मन्दिरबाटै हाम्रो बिहे पनि हुन्छ है? बिहे पनि हुन्छ, उहाँ पनि हुन्छ, उहाँ मण्डप कहिले यतापट्टि मण्डप रहेछ है र हाम्रो यो चाहिँ हाम्रो के हो हल हैन? भवनमा ठुलो हल पनि छ। अहिले त सुविस्ता छैन, त्यो दुलैहरुको
कपडा चेन्ज गर्ने। हजुर अब बाहिर निस्किनुपर्छ, अब उता बनाउन लाछन्। अब बनाउन डोलीको सिँगार गर्ने, एउटा कपडा फेर्ने, भित्रै बनाउन लाछन् नि मञ्च बनाउँछन्। अनि खाना पकाउने चाहिँ दाउरामा पकाएपछि बाहिर पकाउँछन्, अनि ग्यासमा पकाएपछि भित्रै पकाउँछन्। भित्रै खाने हुन्छ। अब भित्रै बस्ने हो। टेन्ट सेन्ट त कहिले कहिले आउँछ। अनि यस्तो चाहिँ भित्रै हुन्छ सबै थोक। कुर्सी पनि धेरै छ त्यहाँ भित्रै, सबै सुविस्ता छ। खालि सिलिन्डर मात्रै छैन, चुल्हा सबै व्यवस्था यहीँ छ। ल हजुरलाई धेरै धेरै धन्यवाद छ। हामी सधैँ तपाईँसँगै भइराख्छौँ है। ल यति भन्दा हाम्रो दिदीसँग सानो कुरा भइसकेको छ मन्दिरको बारेमा र यो मन्दिरमा के गर्न पाइन्छ, जस्तै विवाह भयो अरे, अनि तपाईँले हरेक कुराहरू यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अब म यो मन्दिरको सानो पार्क पनि छ है। सानो भए तापनि एकदम राम्रो छ। र यो पुरा हाम्रो के छ भन्दाखेरि हल छ है। यो पुरा हाम्रो हल देखिरहेछ। यो चाहिँ यहाँभित्र हाम्रो कुर्सीहरू पनि छन्, धेरै हलहरू पनि छन् है। र त्यसै गरी अब यो मन्दिरको हाम्रो मेन गरी के छ भन्दाखेरि पार्क। यो पार्कभित्र म अब प्रवेश गर्दैछु है। यो पार्कमा धेरै मान्छेहरू घुम्न पनि आइरहेछन्, किनकि एकदम राम्रो छ। सानो भए तापनि चिटिक्क है, हरेक कुराहरू मिलेको छ। र अब म यहाँबाट पार्कभित्र प्रवेश गर्नेछु। र यहाँबाट म अहिले अब के गर्दैछु भन्दाखेरि यो पार्कभित्र मैले प्रवेश गर्दैछु। र तपाईँले पनि यहाँबाट यसरी प्रवेश गरेर है एकदम राम्रो दृश्य देख्न सक्नुहुन्छ तपाईँले। अनि यतापट्टिबाट तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ यसरी पानीहरू आइरहेको छ है। सधैँ पानीहरू आइरहेको छन् र मान्छेहरू पनि यहाँ धेरै आइरहेका हुन्छन्। सधैँ फोटा खिच्नलाई आइरहेका हुन्छन् है, घुम्नलाई आइरहेका हुन्छन्। र तपाईँले पनि यो मन्दिरमा आएर यसरी फोटा भिडियोहरू खिच्न सक्नुहुनेछ। र हेर्नुहोस् त, यहाँ राम्रो राम्रो दृश्यहरू छन्। तपाईँले यता बसेर पनि फोटा भिडियोहरू खिच्न सक्नुहुन्छ। र म के भन्न चाहन्छु भन्दाखेरि तपाईँ पनि आइदिनु होला। यहाँ आएर मन्दिरमा पूजा पनि गरिदिनु होला। पूजा गरेर तपाईँले आफ्नो मनमा शान्त हुने तरिकाले यहाँ घुमेर पनि जान सक्नुहुन्छ। र साथै यो शिव मन्दिरको गेट नेरै रहेको न्यू ग्रुप फोटोग्राफी एन्ड कल्चरल ड्रेसलाई पनि सम्झेर तपाईँले यहाँबाट फ्रेम फोटाहरू पनि लग्न सक्नुहुन्छ धेरै सस्तोमा। सम्पूर्णलाई धन्यवाद भन्दै यो भिडियोबाट बिदा हुन्छौँ।